हौ राइड हेर्दा हेर्दा यहाँ यत्रो राइडै लाग्दैछ अन्त लगाइरहेको छु राइड अन्त लाग्नु अब घरतिर चल्दिन पर्छ क्या बिहान नै निक्लेको ताकिसक्यो ज्यान दुख्यो निन्दा नि लाग्यो अहिले चाहिँ पोखरामा होइन सार्वजनिक गाडी एउटाले उठाएको राइड मिलेर कति बज्यो 9 बजिसक्यो आज चाहिँ कहाँ पानी त खतरा परो रे बाबा गाह्रो छ पानी खत्रै परो होइन अब यो डेलिभरी छोडेर घरतिर लाग्छु म घरतिर त्यस्तो गाह्रो छ है गाइज आज त खतरा पानीमा रुजी काम गरिएछ कुन बेला बिरामी हो त्यो थाहा भइएन हजुर मेन रोडमा निस्किन्छ बाटो यहाँबाट अहिले चाहिँ म कालीपोखरी कालिका क्याम्पसमा जाँदैछु होइन गाइस आँखीमा जाँदैछु एयरपोर्ट घर जान्छु अघि नै हो गाडी कपडा दक्रिन्छु त्यो कपडा लाएर दक्रिँदै देखाउँछु अब घर गएपछि त सुत्दै होला हौ म त्यस्तो लागेछ किनभने घर गएपछि चाहिँ मलाई अहिले डर जस्तो कुलो आएको छु बाटोमा कुकुर ड्राइभर लाइफ इज खतरनाक होइन कहिलेकाहीँ मजा आउँछ कहिलेकाहीँ रिस्क पनि छ डर लाग्छ सेफ भएर त चलाउन पर्छ अन्त एयरपोर्टको कुलो भन्छ होइन ल कुलो एयरपोर्ट आयो एयरपोर्टको 80 बजे औद्योगिक क्षेत्र अब चाहिँ म फाइनल्ली आन्टीलाई लिन आइसकेको छु तर आन्टी चाहिँ कता हुनुहुन्छ देख्दिनँ म वेयर इज आन्टी मेरो साथीको मोहम्मद बजेर नि गेटमा हुनुहुन्छ भन्नुभएको थियो कता जानु हो अहिले चाहिँ इन्ड्राइभ गर्न आएको होइन साथीको मम्मीलाई लिन आएको फाइनल्ली आन्टी कमिङ आउनु आन्टी औ सही सलामत पुग्नु भयो सही सलामत पुग्नु भयो आन्टी ए पानी खतरा पऱ्यो त्यो झन् एयरपोर्ट कहिले डेलिभरी गरिदिँदा गाह्रो पर्छ दुईचोटि जानुपर्छ यार खाजा पुरै नपाएर क्या बल्ल यसो फ्री भएको झन् खाजा डेलिभरी पुरै नभएर दिमाग खराब यार एउटै डेलिभरी दुईचोटि गर्नुपर्छ बाबा